हेलो साथीहरु, तपाईहरुलाई लर्न एन्ड ग्रो युट्युब च्यानलमा स्वागत छ। युनिट 6 मा रहेको म्याटरबाट चाहिँ मैले हजुरहरुलाई रक्स भन्ने च्याप्टरको चाहिँ सबै क्वेशन एन्सरहरु एक्सरसाइजहरु चाहिँ शेयर गर्न जाँदै छु। साथीहरु देख्न सक्नुहुन्छ तपाईहरुले पेज नम्बर 157 मा चाहिँ 6.3 मा रक्स भन्ने च्याप्टर रहेको छ अनि पेज नम्बर 160 मा चाहिँ यसको एक्सरसाइज रहेको छ। साथीहरु मैले हजुरहरुलाई यसको सबै एक्सरसाइजहरु शेयर गर्न जाँदै छु। तपाईले देख्न सक्नुहुन्छ यहाँ 1 2 3 4 5 गरेर 5 वटा एक्सरसाइजहरु रहेको छ। साथीहरु मेरो लर्न एन्ड ग्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला अनि मेरो भिडियोलाई हजुरहरुको साथीहरुको माझमा शेयर पनि गरिदिनु होला। यति भन्दै मैले आजको भिडियो सुरु गर्न जाँदै छु। साथीहरु तपाईहरुले देख्न सक्नुहुन्छ युनिट 6 म्याटरमा रहेको यो चाहिँ 6.3 रक्स च्याप्टरको चाहिँ यहाँ सबै तल एक्सरसाइजहरु 1 देखि 5 सम्मको एक्सरसाइजहरु मैले सबै टाइप गरेर तपाईहरुलाई शेयर गर्नलाई लिएर आइसकेको छु। साथीहरु अब मैले पालो गरेर सबै क्वेशनको एन्सरहरु पढेर सुनाउने छु अनि हजुरहरुले यहाँ भएको सबै कुराहरु चाहिँ आफ्नो नोट कपीमा लेख्न सक्नुहुन्छ। जस्तै कि रहेको छ 1 नम्बरमा fill in the blanks with given words भनेर क्वेशन दिएको छ हामीलाई अनि यहाँ चाहिँ तल रक्स मिनरल साइज स्यान्ड भनेर चाहिँ हामीलाई यहाँ चुज गर्नको लागि दिएको छ अनि हामीले चाहिँ यो तलको एबीसीडी नम्बरको खाली ठाउँमा चाहिँ हामीले मिल्ने गरी चाहिँ यहाँ भर्नु पर्ने हुन्छ। जस्तै कि ए नम्बरमा चाहिँ रक्स कन्टेन्ट डट भनेर चाहिँ यहाँ चाहिँ मिनरल्स भर्दिनु पर्ने हुन्छ अनि बी नम्बरमा रक्स ह्याभ डिफरेन्ट डट भनेको चाहिँ यहाँ चाहिँ साइज भनेर भर्दिनु पर्ने हुन्छ अनि सी नम्बरमा स्नो कभर्ड माउन्टेन ह्याभ डट बिलो द लेयर अफ स्नो भनेको चाहिँ यहाँ चाहिँ हामीले रक्स भर्दिनु पर्ने हुन्छ अनि डी नम्बरमा रक्स ब्रेक इन्टु स्मल पार्टिकल्स कल्ड स्यान्ड भनेर चाहिँ हामीले यसरी यो खाली ठाउँमा चाहिँ भर्दिनु पर्ने हुन्छ। अब 2 नम्बरमा चुज द बेस्ट एन्सर फ्रम द गिवन अल्टरनेटिभ्स भनेर हामीलाई 2 नम्बरमा क्वेशन दिएको छ अनि यहाँनिर चाहिँ ए र बी गरेर दुईटा क्वेशन दिएको छ अनि यसमा चाहिँ चुज गर्नको लागि अरु अप्सन पनि दिएको थियो बुकमा तर मैले चाहिँ यहाँ यसको राइट एन्सर मात्रै जे हो त्यही मात्रै यहाँ यसको एन्सरमा लेखिदिएको छु। जस्तै कि ए नम्बरमा व्हाट इज रक युज फर भनेर क्वेशन दिएको छ अनि हामीले यसको एन्सर लेख्नु पर्दा कन्स्ट्रक्सन अफ हाउस लेखिन्छ अनि बी नम्बरमा व्हाट इज वेदरिङ भनेर क्वेशन दिएको छ अनि हामीले यसको एन्सर लेख्नु पर्दाखेरि चाहिँ ब्रेकिङ अफ रक्स बाइ लिभिङ एन्ड नन लिभिङ थिङ्स भनेर चाहिँ यसको एन्सर यसरी लेख्न सक्छौँ। 3 नम्बरमा राइट एनी 3 युजेज अफ रक्स भनेर क्वेशन दिएको छ हामीले चाहिँ 3 वटा युजेजहरु चाहिँ रक्सको यहाँ तल दिएको छ। जस्तै कि फर्स्ट नम्बरमा कन्स्ट्रक्सन अफ हाउस अनि सेकेन्ड नम्बरमा मेकिङ स्कल्पचर अनि थर्ड नम्बरमा चाहिँ मेकिङ ग्राइन्डिङ स्टोन भनेर हामीले यसरी यसको एन्सर लेख्न सक्छौँ। अनि 4 नम्बरमा रहेको छ कलेक्ट 2 piece of houses made of rocks and paste them in a piece of chart paper भनेको छ। दुईटा चाहिँ हाउसको पिक्चर कलेक्ट गर्ने जुन चाहिँ रकबाट बनेको छ अनि यो चाहिँ कुन रकबाट बनेको छ भनेर चाहिँ त्यहाँनिर रक्सको पिसहरु चाहिँ त्यहाँनिर चार्ट पेपरमा टास्ने पनि भनेको छ। अब त्यो चाहिँ हामीले यहाँनिर लेख्नु पर्दैन, हामीले यो चाहिँ छुट्टै चार्ट पेपरमा गर्ने काम हो। त्यसैगरी अब चाहिँ 5 नम्बरमा चाहिँ के भनेको छ त हाउ इज सोइल फर्म भनेर हामीलाई क्वेशन दिएको छ। हामीले एन्सर लेख्ने बेलामा फ्रिक्सन कज्ड अन द सर्फेस अफ रक्स व्हेन दे रब इच अदर फर्दर ब्रेक्स रक्स इन्टु सोइल पार्टिकल्स इज दिस वे सोइल इज फर्म भनेर हामीले यसको एन्सर यसरी लेख्न सक्छौं। साथीहरु भिडियो अन्तिमसम्म हेर्नुभयो हजुरहरुलाई धेरै धेरै धन्यवाद अनि हजुरहरुले कुन कुन टपिकमा गाह्रो भएको छ त्यो चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। मैले फेरि त्यो टपिकमा पनि फेरि भिडियो बनाउनको लागि ट्राई गर्नेछु। आजलाई यति नै, बाइ बाइ।